हेलो गाइज, वेलकम टु माई भ्लग। आज हामी चाहिँ रुस्लिप लिडो जाँदैछौँ केटीसित। समु से हाई। Where are we going today? Beach. Yay. Says. Says. Where are we going today? I don't know. You don't know? We're going to beach. Yeah? Which beach? अनि हाम्रो लोकल भाइ आज अनि कतिको एक्साइटेड छौ त। पहिलोचोटि फर्स्ट बिच हो क्या तिम्रो त। अब यो क्या चाहिँ सानो हो, यो त ठुलो होइन। गएको थिएँ त म नारायणी बिचमा। नारायणी बिच हो, हामी त्यस्तै त्यस्तै हो। ठिक छ दाइ, हजुरले केही भन्नु छ आजको लागि? हामी त अभिनव अस्ति 4 चोटि आएको, म त 15 चोटि गइसकेँ। यो सानोवाला भन्दा त्यही भएर होला। ओके गाइज, ओके, सी यू अन द वे। Say hello. Guys, say hello. We're almost there. Local ani कस्तो भइरहेको छ? कपालमा मिलेर जाऊ भाइ। केही भन नि त। के भनौँ त? सोच्दा पहिला वार्निङ दिनुपर्छ कि यस्तो भन्न नि। अब यस्तो होइन नि त, हाम्रो सेन्टेन्स रेडी पारेर राख भनेको ठ्याक्कमा रेडी पारेर राखेर नि अन द स्पट हो नि त जानुपर्ने। त्यो त स्क्रिप्टेड भइहाल्यो नि अहिले। रमाइलो भइरहेछ अब 6.7 miles to go। त्यसपछि आज समुद्रमा पौडिने हो। हो र हैन? समुद्रमा होइन। यो त सानो ताल जस्तो। फेवातालको केटा एकदम बिच भनेर मक्क परिहाल्छ। लास्ट आएर पुस्ता हुने भयो। ल है त अब हामी लगाएर हामी चाहिँ अहिले ठ्याक्क पार्किङबाट हिँड्दैछौँ त्यो सानो रिजर्भर बिचतिर। देख्नु जान्छ अगाडि हाम्रो केटीकेटीहरू स्कुटरमा, हाम्रो लोकल भाइ चाहिँ बगी लिएर हिँडिरहेको। बगीभित्र सबै हाम्रो खानेकुरा। यो फेरि हाम्रो भरत दाइको ह्याक हो। कहीँ जानु पऱ्यो भने बगी लिएर जाने, अनि सबै सामानहरू सबै बगी हाल्ने। अनि सजिलो बाटो बग्गी भएपछि कहीँ लामो लाइन छ भने नि चिल्ले बच्चालाई हालिदियो, सामान हाल्यो, लिएर जानु पाइयो, छिटो जानु पाइयो भित्र। ल म चाहिँ अब हजुरलाई यहाँभित्रको दृश्यहरू पनि देखाउँछु बिस्तारै बिस्तारै। लोकल भाइ के छ नि? तिम्रो एक्सपेक्टेसन कस्तो छ अहिले? तिमी देखो कस्तो रहेछ ठाउँ। ओके गाइज, राम्रो छ नि हरियाली। यो आज हामी आएको ठाउँ रुस्लिप लिडो। र यो चाहिँ एउटा रिजर्भर हो खासमा चाहिँ त्यस्तो। ल अब हामी ठ्याक्क सर वाकिङ गर्दै अल द वे हामी वहाँ पारीसम्म जानेछौँ। यहाँ जङ्गलको बाटो ठ्याक्क अलिअलि यसो वाकिङ पनि हानौँ न आज आइसकेपछि होइन। केटी स्कुटर चलाउँदै हिँड्दा अगाडि अगाडि। म चाहिँ यहाँ यही केटीको बल चलाउँदै। आज वेदर राम्रो छ, त्यही भएर मान्छेहरू पनि टन्नै आइरहेको रहेछन्। समर लागेपछि चाहिँ मान्छेको भिडभाड हुन्छ यस्तो ठाउँहरूमा। त्यही भएर एकदम विक डेज पारेर आउनुपर्छ आउनलाई भने। विकेन्ड आउनु भने हामीले यहाँ खुट्टा राख्नु पर्ने ठाउँ हुँदैन। अब ठ्याक्कै यहाँ पछिको भ्यू है, ठ्याक्क तालको अगाडिबाट साइडमा बिच। आज यो अल्लो ठ्याक्क साइडमा हिँड्ने बाटोहरू सर घुम्दै घुम्दै हिँड्नलाई मान्छेहरूको भिडभाड हेर्नुहोस्। अब हामी त्यहाँ पारी जाने हो यताबाट। यहाँबाट सर घुम्दै घुम्दै हामी त्यहाँ पारीसम्म पुग्दैछौँ। अब ओके, अब हामी त्यहाँ पारी गएपछि भेटौँ है त।
Sage, what you doing? You digging? What? You want to make a castle? Yes. Okay. Wow. Look. Samu. Make the road here. See this side. Put there. ल यहाँ चाहिँ केटीकेटीहरू ट्याक्क बालुवा खेल्दै रमाउँदै बसिरहेछन्। यही यिनीहरूलाई बालुवा खेल्न लाग्यो खासमा हामी आज यहाँ आएको। सेजी त पानी लिनलाई दौड्या केटी आज मस्त पानी र बालुवा खेल्ने भयो। हामी यहाँ बसेर ठ्याक्क पानीपुरी खान लागेको छौँ। मेरो हातमा पानी भएको मैले यहाँ सबलाई सर्भ गर्नु पर्यो। क्यामेराम्यानलाई ल्याउनु पानी पुरा झन् पुरी मात्र खान पर्यो। अहिले चल्को चाहिँ कस्तो मिठो बनाएर नि पानी थपेर है अलि मिठो आयो आएन भनेर अलिक खल्लो खल्लो भयो क्या अहिले मलाई चाहिँ अहिले एकदम ठिक लाग्यो पोखेर चटपट बनाउनु लाग्यो तर वाइफ जाउँछु त गाई है हाम्रो ट्याक्क यो भयो। नाइस थर्ड इन्ग्रेडियन्ट के हो त्यो महँगा बस्न आयो त प्याज काँक्रोहरू सर रेडी छ होइन। चम्चाले गर्नु है भयो अरू हामी के छ त यता भुजा भुजा त अलिकति यो मसला हाल हाल अनि केटीले निकाल्दिन अनि भुजा भुजा पनि खान्छ। छन् केटी चाहिँ यस्तै बसाएर है घरतिर के जस्तो निवा साधेर मही हालेर बङ्गालीमा पाइन्छ बङ्गाली निवा हिजो गएको छ ओके रेडी टु इट ल त अब चाहिँ हामीले चटपट खानु सुरु गरेको अर्कोले सुरु गरिसक्यो। पिरो छैन भनेर यस्तो पिरो रात त्यो बाबु यता चाहिँ दाइल चाहिँ मलाई सकाइसक्नु भयो है यस्तो हतार छ मान्छेहरूलाई पिरो छैन भन्दै नुन लागेन भन्दै But I'm coming with that new shit. Many years past, I got new shit. Many years past, and new shit. Many years past, I rock that. I've been trying to live 20 years max, but I rock it. डराएर मुख For the boys and the girls. Killing their dreams. A reason to scream. Give them what they want and make them proud of the place. Yeah, punch and solve it. लगाइ जब चाहिँ हामी यहाँबाट निस्केको ठ्याक्क घर जान लाग्यो। यहाँ हेर्नु नै छोरीको हालत धकल्दै अरे यस्तै खेलाउनु पर्यो सेज ल त अब चाहिँ ठ्याक्क हामी घर आइपुग्यौँ।
अझ हाम्रो ब्लग यहीँ खत्तम हुन्छ आजको लागि यति ल लोकल ल तिम्रो केही घर आइयो अब गएर कोर्ट सो गर्न छ अनि त्यसपछि गुड नाइट आजको लागि ल सी यू अन सी यू एन्ड नेक्स्ट ब्लग ओके